पहिला हामी चिन्जान हुँदाखेरि तपाईँ चस्मा लाउनुहुन्न थियो, अहिले के राम्रो हुनलाई कि पावरलाई? अहिले अब दुइटै गर्दा छ। पहिले चाहिँ मलाई चस्मा धेरैवटा फेरि मैले चस्मा सुहाउँदै नसुहाउने अनुहारै त्यस्तो छ। अब राजाराम पौडेलजी 21औं शताब्दी भनेको त विज्ञान र प्रविधिमा चमत्कारको शताब्दी हो होइन? कार र रकेटको युगमा तपाईँ किन स्कुटरमा नभएर कार पनि छैन, रकेट पनि छैन, त्यही नभएर मैले जथाभावी बाटा खाएँ, त्यस्तो त गर्नु खाइन। मन गरी बोल्नु भएको छैन, जताभावी कार्य गर्नु भएको छैन, एकचोटि छाड्न भएको थियो। गजब बेइज्जती। त्यो तपाईँले सोधे जस्तो लाग्छ। अघिदेखि छाम्या तिम्रो पेट नदेखेर मेरो हात आफ्नो पेटमा गइरहेछ। बिहा गर्ने तिमी, पेट लाग्ने मेरो। बिहा गर्ने तिमी, पेट लाग्ने मेरो। त्यो पढ्नु पर्यो भने चाहिँ यसरी खोलेर पढ्छु म चाहिँ पढ्नु पर्यो भने चस्मा लाउँछु, ट्याक्कै उल्टो छ। उल्टो उल्टो जन्मिया त होइन है। अब प्रेसर छ, प्रेसर त मलाई थिएन, मलाई प्रेसर थिँदै थिएन। मलाई प्रेसर चाहिँ राज्यले नुन बढी खान्थ्यो कि। म बाउले भने नमान्ने मान्छे, तपाईँले भने कसरी मान्ने? तपाईँले त बाध्यता गरेर होइन, आज बताउनु पर्छ। तपाईँ किन बताउने? मैले बताउनु न, ल तपाईँले के गर्नु? बिहानै एउटा समाचार सुन्छु, एउटा नेताले एउटा भाषण बोल्दा हुन्छ, दिउँसो अर्कै बोल्छ, बेलुका त्यो मैले बोलेको होइन भन्छ। त्यो सुन्यो पारा तातेन आउँछ, कुनै जान नि मिलेन, मोबाइल फुटाइदिउँ, आफ्नै मोबाइल जान्छ। अनि त्यो सुन्यो, प्रेसर बिस्तारै बढ्दै जान्छ, प्रेसर बिस्तारै बढ्दै जान्छ। हजुर खानाको त एकदम सकिन, धेरै सकिन। जस्तो एकदमै हजुर पकाउनु पनि हो, फेरि पकाउनु पनि हो। जस्तो के एकदमै मनपर्छ हजुरलाई? सितै पाए पनि मासु। 6वटा नाति नातिना छन्। 6वटा नाति नातिना, 6वटा के 7जना। अब पनाति शुद्ध 7वटा छोरीको छोरा छ। के गर्व गर्नु, नाति नातिना तपाईँले पाएन, छोराछोरी हो तपाईँले पाएछ होइन? छोरी पनि मैले कहाँ पाएँ, अरू बुढीले पाएँ होइन। जब आदमी का उम्र गुजरता जाता है तब जहाँ जहाँ बाल होना चाहिए वहाँ वहाँ नहीं होता है, जहाँ जहाँ नहीं होना चाहिए वहाँ वहाँ होता है। मेमोरी कतिको ठिक छ तपाईँको? मेमोरी अलिकति त्यो मेमोरी ठिक छ, तपाईँसँग 5% लिनु भएको छैन। मासु पनि खान्छु, तर धेरै खान्न, अलिअलि खान्छु, तर बोका मासु चाहिँ खान्न। बोकाको मासु नखाने, बोका मासु किन नखाने भनेको थाहा छैन? भन्नुहोस् न, जनता जान्न चाहन्छु। ए बाबा, बोका मासु कसरी खान्छु? म आफ्नै साथीको मासु हो। त्योसँग लिनुपर्ने, त्यसलाई दिनुपर्ने, त्यो मेमोरी बसिरह्यो भनेदेखि तपाईँले पीडा मात्रै हुन्छ, बिर्सिदियो भने आनन्द, लक्का न धक्का। अरे कहना क्या चाहते हो? त्यो पनि एउटा हेल्थको राम्रो साइन हो कि। अच्छा, त्योभन्दा राम्रो त सबै यो अहिले तपाईँ रातो लाउनु भएको छ नि, त्यसमा पहेँलो लगाएर जङ्गलतिर हिँड्नु पनि झन् अझ राम्रो हुन्छ। तपाईँलाई कस्तो युवती मनपर्छ? अब त्यो एयरपोर्टमा एउटा ठुलो मिसिन राखेर शरीरमा सर्र कलन टाब्लेबाट छान्ने कुरो होइन। जो मान्छे मरेर जान्छ नि, फर्केर आउने आउँदैन, त्यहाँ किनेर रमाउँछ अरे क्या। कसले भने तपाईँले? मैले अहिले आफैले भने, कसैले भने कसैले मेरो अगाडि हाई गर्छ नि, त्यो कसैले गर्दैन। मलाई धेरैजना औँला टोकिदिएका छन्। किन हजुर? त्यो कसैले मेरो अगाडि हाई, यो टन्सिल शुद्ध देख्ने हाई गर्छ नि, म औँला किरणजी चाहिँ मासु पकाउँदा ज्वानो हाल्नुपर्छ भन्नुहुन्छ। ज्वानो हाले मासु कस्तो होला? अनि जानु हाले मासु कस्तो हुन्छ भने सुतेरी हुन लागेर सोध्नु।
आज किरण दाईलाई जन्मदिन स्पेशल के शुभकामना दिनुभयो त? मैले शुभकामना भन्दा पनि मैले बाबु बरु 2-4 वर्ष कुटेर अब एकचोटि 84 गर भनेको छु। बियर खानलाई मगैबारीमा गहुँ के अरे तोरीबारीमा गएर सुकुन ओछाएर एकजनालाई घाममा छाते ओढाउनु लाएर मासु अगाडि राखेर अब एकले टुई टुई खाने ऊ छाते ओढाएर के गरे भने सो ए भ्रष्टाचारी दाजुभाइ दिदीबहिनीहरू किन यत्रो भ्रष्टाचार गरे? तिमीहरूले भ्रष्टाचार गरेर 3 किलो खसीको मासु खान सक्दैनौ, डेली 5 बोतल रसी खान सक्दैनौ, 2टा गाडीमा 2टा खुट्टा राखेर एकैचोटि 2टा गाडी चढ्न सक्दैनौ। तपाईँको नाकलाई नगरपालिकाले महानगरले ट्याक्स त ल्याएको छैन छैन किन लिने? तपाईँलाई लिनुपर्ने के किन किनभने अरूहरूले 10 चोटि सास फेर्न पुग्ने अक्सिजन तपाईँको नाकले एकैचोटि फेरिदिन्छ कि। तपाईँलाई मनपर्ने युवतीको केटी केटीमा को? महिलामा को? पुरुषको विपरीत। सुहाउने खेल खेल्ने नसुहाउने खेलमा अब त के खेल्नु र एकछिन खेलेकै थाकिहाल्छ। तास खेल्ने तास खेल्नु लाइट चाहिएन, हाट चाहिएन त्यसलाई मस्त जोक मारा रे। म्यारेज आउनुलाई हाइट चाहियो अरे, चाहिएन हाइट हेरेर म्यारेज आउने होइन। अनि त्यसले गर्दा तपाईँ तासा खुब थुक्नुहुन्छ अरे अन्त साला अहिले नै आएन भनेर। यो सबै यङ जेनेरेसनहरूको लागि लेसन है, यो फ्रीमा म तपाईँलाई टिप्स दिनेछु। क्या बात कर रहे हैं? डेटिङमा जाने ऋषि बहिनी के छ हाल? ठिक छ? त्यो तास खेल्दा कति हार थियो नि, त्यो पैसा बोल्ने अनि भाटबटिन जाने सपिङ गरेर घरै घरे त्यो त जित्यो नि। अनि भाटबाटीमा गएर सपिङ गरेर के अरे झोल किनेर आउने होला नि त। दाईको पनि कामतिर बढेर बढेछ कहाँ बढ्छ के चाहिने ठाउँको खोलिँदै गएको छ। नचाहिने ठाउँमा बढ्दै गएको। नचाहिने ठाउँ तिम्रो पनि त्यस्तै होला। तू समझा? के अरे नो फाइट अनि नो फाइट नो नाइट, नो नाइट, फाइट र नाइट भए नाइट छैन अनि भड्का एक क्वार्टर अनि सिङ्गल रुम भयो भने चाहिँ फिल्ममा खेल्नुहुन्छ हामी खेल्नुहुन्छ जति भइदियो नि। त्यो मैले सुने हो त्यो हो। राज समाल, भुवन केसी र शिव श्रेष्ठ मध्ये को मनपर्छ? 3 जनामा 1 जना भन्छु कलाकारको नाम। पास साँझ परेपछि यहीँ चिलाएर आउँछ अरे नि तपाईँले। ठ्याक्क नाकको मुनि खसखस ठिकै अनि के गरे भने यो समयलाई भइसक्यो सुटिङ अझै सिद्धिएको छैन यहाँ घाउ बनाइलाई त्यहाँ र यहाँ त्यसको सिधा खसखस। हिलो खेलेको, धान रोपेको ती पुराना दिनहरू मैले जिन्दगीमा आजसम्म धान रोपिनँ किनभने मेरो खेत थिएन। त्यसले गर्दा अब अर्का खेत अगाडि रोप्ने कुरो आएन। अब ठ्याक्कै भन्नु जाँदै तपाईँले अहिलेसम्म कपालमा कालो लगाउनु भएको छ कि जन्मजातै यस्तो? मैले कपालमा कालो लगाएको छ भने कालोले चाहिँ मेरो कपालमा कालो लाग्छ।